हेलो साथीहरू नमस्ते सन्चै हुनुहुन्छ आजको कन्टेन्टमा म तपाईहरूलाई गुगल सर्चका केही रमाइला ट्रिक्सहरूको बारेमा बताउने छु जुन तपाईँले रमाइलोको लागि प्रयोग गर्न सक्नुहुन्छ र जसले मोबाइल र कम्प्युटरमा दुईटैमा काम गर्छन् साथीहरू पहिलो ट्रिक रहेको छ 67 तपाईँ सिम्पली गुगलमा जानुहोस् र गुगलमा गएर 67 सर्च गर्नुहोस् तपाईले 67 सर्च गर्दा केही सेकेन्डको लागि डिस्प्ले चाहिँ तलमाथि हल्लिन्छ त्यसै गरी दोस्रो ट्रिक रहेको छ डु अ ब्यारेल रोल यो गर्दा तपाईको स्क्रिन पुरै 360 डिग्री रोटेट भएर फेरि उही ठाउँमा आउँछ अनि तेस्रो रमाइलो ट्रिक रहेको छ आस्क यु यो गर्दा तपाईको स्क्रिन सर्चको त्यो डिस्प्ले चाहिँ अलिकति राइटतिर टिल्ट भएको जस्तो देखिन्छ तर यो नर्मल हो र यसले नर्मली काम गर्छ त्यसै गरी तपाईहरूले केही चलेका गेमहरूको नाम सर्च गरेर सिधै गेम खेल्न सक्नुहुनेछ जस्तो हो सोलिटेयर यहाँ सिधै तपाईले डाउनलोड नगरिकनै खेल्न मिल्ने अप्सनहरू रहेको हुन्छ टिकट्याक टोय पनि खेल्न सक्नुहुन्छ यसरी गेम खेल्न मिल्ने डाइरेक्ट गेम खेल्न मिल्ने पनि अप्सनहरू रहेका छन् साथीहरू के तपाईलाई यी ट्रिक्सको बारेमा पहिले नै थाहा थियो त यदि थाहा थियो भने कमेन्ट गर्न नबिर्सिनु होला